नमस्कार, म मोहन कुमार श्रेष्ठ। सर्वप्रथम त म तपाईहरुलाई यस पौरखी इन्भेस्टमेन्ट प्रणालीको विषयमा सानो परिचय दिन चाहन्छु। वैदेशिक रोजगारको सिलसिलामा इजरायलमा पुगेको नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको समूह मिलेर हामीले यस पौरखी इन्भेस्टमेन्ट प्रणालीको स्थापना 2070 सालको लक्ष्मी पूजाको दिन इजरायलको तेल अभिव सहरमा गरेका हौं। यसका प्रमुख उद्देश्यहरूमा हामीले सहकारी कृषि र किबुज राखेका छौं। किबुज भन्नाले हामीले व्यवस्थित बस्ती विकास हो र हामीले सर्वप्रथम सहकारी मार्फत नेपालमा केही गरौँ भन्ने उद्देश्यले हामीले यस समूहबाट हामीले एउटा जनदिशा बचत ऋण तथा सहकारी संस्थाको नामबाट काठमाडौँ नगरपालिका को महाराजगञ्ज पिपल बोटमा हामीले एउटा सहकारी स्थापना गरेका छौं, जसबाट अहिले ऋण तथा बचतको कामहरू भइरहेको छ र दोस्रो फेजमा हामीले चितवनको चित्रवन नगरपालिका वार्ड नम्बर 9 शशीनगरको डाँडागाउँ भन्ने ठाउँमा हामीले करिब 12 बिघा जग्गा लिजमा लिएर हामीले चाहिँ आफ्नो कृषि इन्टिग्रेटेड सिस्टम अन्तर्गत कृषि कार्य हामीले सुरु गरेका छौं, जसमा हामीले हाल गाई भैँसी पालन, बाख्रा पालन, बङ्गुर पालन, माछा पालन र सागसब्जी तरकारी खेतीको कार्यहरू हामीले गरिरहेका छौं। हाम्रो प्रमुख उद्देश्य भनेको हामी यस समूहमा संलग्न दाजुभाइ तथा दिदीबहिनीहरू स्वदेशमा फर्किसकेपछि आफै रोजगारी भएर यो देशको लागि हामीले कृषि क्षेत्रमा केही गरौँ भन्ने उद्देश्यले हामी यो समूहबाट हामीले मिश्रित प्रणाली अन्तर्गत हामीले कृषि कार्यक्रमहरू गरिरहेका छौं। यसमा हामीले सकेसम्म आधुनिकीकरणको विषयमा हामीले जोड दिएका छौं। हामीले तरकारी खेतीमा थोपा सिँचाइ प्रणाली युज गरेका छौं भने अरु बाख्रा पालन, बङ्गुर पालन र गाई भैँसी पालनमा पनि सकेसम्म हामीले आधुनिकीकरण गर्दै नेपालमा आफू पनि रोजगारी हुँदै र नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि रोजगारी दिने उद्देश्यले हामीले कार्यक्रमहरू तयार गर्दै अगाडि बढेका छौं। अहिले हामी खास गरी मासु र दुधको क्षेत्रमा अगाडि बढ्ने लक्ष्यको साथ हामी अगाडि बढिरहेका छौं। हामीले एउटा पौरखी मिट सप्लायर्स भनेर हामीले एउटा फ्रेस हाउस पनि चित्रवन नगरपालिकाको तनौली बजारमा हामीले खोलिसकेका छौं र हामीले उत्पादन गरेका दुधलाई हामीले सोझै ग्राहकहरुकोमा हामीले पुर्याउने काम पनि गरिरहेका छौं। सागसब्जीहरू हामीले उत्पादन गरेका तरकारीहरू हामीले नारायणगढ बजारमा लगेर बेच्ने काम गरिरहेका छौं। यो चाहिँ हाम्रो माउ नम्बर 3 हो। योभन्दा पहिला दुईटा ल्याइसकेको छ। आज जेठ 9 गते यसले 7वटा बच्चा पाइसकेको छ र पाउने क्रममै छ। यिनीहरूको ल्याउने टाइम चाहिँ 2 देखि 2.5 आवर हुन्छ। सबैभन्दा पहिला चाहिँ यिनीहरूको नाली काटिन्छ अनि बेटाटिनले सफा गर्ने काम गर्दछौँ। यो चाहिँ इन्फेक्सन नहोस् भनेर बेटाडिन लगाउने गर्दछौँ।
त्यस पश्चात यसलाई चाहिँ बेबी हाउसमै राखिन्छ। हाम्रो त्यहाँ सानो बेबी हाउस छ अलग्गै। सबैको एकै प्रकारले गरिन्छ यो सबै। कतातिर आउँदा सजिलो होला। एकछिन है भाले कोठी एक भाले यो हुँदैन यो भित्र ओइ 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 जाऊ दे उठ्जा एउटा फेरि फोटो खिच्नु ल एडिटै हाम्रो के परेपछि के डम्बरले जाने कि घाउबाट साइडबाट आएको थियो दुध त त्यो एउटा मात्रै बिग्रेको थियो उता पनि बिग्रिसक्यो त्यो चाहिँ पानी जस्तो बच्चाले खान दिँदैन होला अनि दुख्छ भनेर बच्चालाई खान नदिएको नि त फेरि होइन पल्तिर कता दिनुपर्छ तिनीहरूमा सबभन्दा उपचार भनेको त्यही जति सक्यो दुहुने बच्चालाई निखार नदिने पोलियो also teach riding चुप नमस्कार मेरो नाम चाहिँ किरण थापा घर चाहिँ कञ्चनपुर म यो पौरखी इन्भेस्टमेन्ट प्रणालीमा गत भदौदेखि काम गरिरहेको छु हामी एउटा ग्रुप भएर अनि म चाहिँ खास गरी राप्ती प्राविधिक शिक्षालयबाट भेटनरी डिप्लोमा इन लाइफ स्टक गरेको विद्यार्थी यहाँ चाहिँ अहिले विगत 4-5 मन्थदेखि हामी गाई पालन गरिरहेछौँ एक लुक लगाउनु त होइन गाई फार्म राम्रो जस्तो यो गाई फार्मलाई चाहिँ हामीले 2 पार्टमा डिभिजन गरिरहेछौँ 1 पार्ट काउज 1 पार्ट चाहिँ बफेलो हामीसँग खासै अहिले बढी गाई त छैन दुध दुने 9वटा गाई मात्र छ यिनीहरू नै हो 9वटा गाई
अनि यो चाहिँ लोकल्ली यहीँ चितवनमै कलेक्सन गरेको गाईहरू हो। जस्तो यहाँ हेर्न सक्नुहुन्छ होलिस्टेन अनि हामीसँग अहिले भर्खरै तत्कालै ब्याएको वैशाख 26 गते ब्याएको गाई हो यो चाहिँ। यसले चाहिँ अहिले छाकमा 5 लिटर दुध दिइरहेछ, बिहान साँझ गरेर 10 लिटर सरी। अनि यो चाहिँ होलिस्टेन नै हो, यो चाहिँ अलिक बढी नै भयो, ब्याउने छ। अनि यो चाहिँ जर्सी र होलिस्टेन क्रस। होलिस्टेन हामीसँग होलिस्टेन बढी चाहिँ जर्सी र होलिस्टेन नै पाउने, तर प्योर चाहिँ छैन अहिलेसम्म है हाम्रो यहाँ चितवनमा। अनि यिनीहरूमा चाहिँ कलर होलिस्टेनको आए पनि ब्लड डिएनए चाहिँ छैन त्यति दुध दिने खाले। जस्तो होलिस्टेनको कन्सेप्ट लिँदाखेरि त उसले त छाकमा 20-25 लिटर दिनुपर्ने, त्यो चाहिँ अझै बनाउन सकिरहेको छैन। फर्स्ट प्रयास हो हाम्रो। अब हेरौँ यिनीहरूको बच्चाहरूलाई चाहिँ त्यही अनुसारले ग्रो गरिरहेछौँ। भोलिको दिन यिनीहरूभन्दा बढी क्षमताको होस् दिने भन्ने हिसाबले। अनि एउटा चाहिँ ब्राउन स्विच छ हामीसँग, यो पनि यतै चितवनबाट नै कलेक्सन गरेको हो। यसको चाहिँ ब्याएको टाइममा फर्स्ट 3 मन्थसम्म चाहिँ यसले चाहिँ 9-10 लिटर छाकमा दियो, 18 लिटर पर डे। यो चाहिँ राम्रो छ, मिल्किङ काउ छ। अनि यो चाहिँ होलिस्टेन नै हो, यो पनि 3 महिना जति भयो ब्याएको, राम्रो दुध छ यसको पनि, 6-7 लिटर एक छाकमा। अनि यतातिर चाहिँ देख्नु यिनीहरू चाहिँ कोरेली हेफरहरू हो, भर्खर बाली गएको, अब गएको 1-2 महिना जति भयो हाम्रो। अनि यो चाहिँ सानो बच्चा, यो लोकल क्रस, यो अहिले 8-9 महिना जतिको भएको छ। यो बिचमा चाहिँ अब एउटा बाली जान बाँकी छ, रेडी पोजिसनमा छ, अब 1-2 मन्थमा जान्छ रिसेन्टली। अनि यो चाहिँ होलिस्टेन भइहाल्यो हाम्रो। अनि अब आएर यो अर्को साइड बफेलोहरू छ। हामीले चाहिँ ब्रिडिङको लागि एउटा बफेलो पालेर हुर्काइरहेको छौँ, यो चाहिँ ब्रिडिङ पर्पजको लागि। हुन त हामी एआईमै बढी फोकस छौँ, तर कहिलेकाहीँ के हुन्छ भने एआईबाट पनि सक्सेस हुँदैन। अनि त्यो खण्डमा रिपिट बढी भएको खण्डमा चाहिँ यो बफेलो चाहिँ लगाउने गरिरहेको छौँ। अनि यी दुईवटा चाहिँ हेफोर नै हो, यङ बफेलोहरू हो। यो भर्खर बाली गएको छ। अनि एउटालाई चाहिँ यो यही रानो लगाएको, एआईबाट भएन। अब चाहिँ स्टिल अझ हिटमा आएको छैन, अब केही महिनामा आउँछ होला। त्यसपछि अब हाम्रो यो चाहिँ मिल्किङ बफेलोजहरू हो। यो ब्याएको 1.5-2 महिना जति भयो। यसको राम्रो दुधहरू चाहिँ यिनीहरूको एभरेजमा चाहिँ 5 लिटर दिइरहेछ एक छाकमा, दिनको 10 लिटर। त्यो भनेको यो एरियामा एकदम राम्रो बफेलोहरूमा चाहिँ। अब यिनीहरूमा पनि हजुरको यी 3टा चाहिँ रिसेन्टली अहिले भर्खरै ब्याएको, 2-3 महिनाको। त्योभन्दा उता छ हामीसँग, जस्तो उताबाट फर्स्टबाट चाहिँ 4 नम्बरमा यो चाहिँ ब्याउने छ। त्यो भएर यसको दुध अलिक कम छ, छाकमा 1 लिटर 1.5 लिटरभन्दा बढी छैन। अब चाँडै नै हामी यसलाई ड्राई प्रेडमा लग्छौँ। ड्राई प्रेड भनेको ब्याउनभन्दा 2-3 महिना पहिला नदुने, त्यसलाई चाहिँ आउँदो ल्याक्टेसन पिरियडको लागि स्टोर गरोस् दुध। त्यसको लागि चाहिँ अब 1-2 महिनामा यसलाई नै दुन छोड्छौँ। त्यसपछिको अर्को चाहिँ हाम्रो दुने नै हो, अहिले पनि स्टिल दोहिरहेछौँ। अनि आएर त्यसपछि यो 2 नम्बर, यो चाहिँ अब आउँदो साउनमा चाहिँ भदौमा चाहिँ ब्याउने छ। यो चाहिँ ड्राई पिरियडमा गइसक्यो, यसलाई दुँदैन। अनि यसले दुध स्टोर गरिरहेछ। अनि यो पनि ब्याउने बाली गयो, तर भर्खरै गयो, त्यो धेरै भएको छैन, 2-3 महिना भएको छ, स्टिल दुध दिइरहेछ। अनि दिइरहेछ यसले चाहिँ। त्यसपछि आएर अझ हजुरको हामीले नयाँ प्र्याक्टिस गरेको चितवनमा भनेको यो सावर सिस्टम लगाइरहेछौँ है। यसले चाहिँ यो एकदम गर्मी ठाउँ चितवन, अनि यसले बडी टेम्परेचर मेन्टेन गर्न, इन्भाइरोमेन्टल एटमोस्फियर टेम्परेचर मेन्टेन गर्न एकदम हेल्प गरिरहेछ। तपाईँको जस्तो यो गाई भैँसी बढी चाहिँ गाईमा यसले राम्रो इफेक्ट गर्ने चाहिँ। गाईहरूमा के हुन्छ भने दुध बनाउनलाई सबैभन्दा चाहिने भनेको इनर्जी। अब गाईले बढी हिट सहन सक्दैन, जस्तो होलिस्टेन भयो, जर्सी भयो, यो चाहिँ युरोपको ओरिजिनेट हो, चिसो ठाउँमा हुर्केको। यिनीहरूले गर्मी बढी पठाउन सक्दैन, तर अनि यो आफ्नो बडी कुल गर्नलाई आफूसँग भएको इनर्जी खर्च गरिरहेछ। जुन इनर्जी यसले दुध उत्पादनमा गर्नुपर्ने त्यो आफ्नो बडीलाई कुल गर्नमा गरिरहेछ। त्यो इनर्जी सेभिङ गर्नलाई त्यो इनर्जी यसले चाहिँ दुधमा लगाओस् भनेर चाहिँ यो वाटर सिस्टम गरिरहेछौँ। अब फ्यान पनि अहिले चाहिँ 2टा छ, भोलि आउँदैछ हाम्रो अरू फ्यानहरू चाहिँ, सबैमा फ्यानहरू लगाउने उमा चाहिँ छौँ प्रोसेसमा, है भैँसीतिर पनि गाईतिर पनि। अनि
अर्को चाहिँ यहाँ 1-2टा गाई चाहिँ कस्तो छ भने बाछी नलगाई बच्चा नलगाइकन दुध नदिने है त्यस्तोलाई चाहिँ लगाइरहेको छौँ। अरूलाई चाहिँ बच्चा लगाउँदै लगाउँदैन त्यत्तिकै दुने अनि इन्डिङमा उसलाई पर डे 2 लिटर 3 लिटर होइन हेरेर उसको बडी साइज हेरेर उसको बडीको आवश्यकता हेरेर उतै नै खुवाउने। यो चाहिँ हाम्रो बेबी हाउस हो यता देखिरहेको छ। यहाँ दुइटैतिर एकतिर चाहिँ मेल बेबीहरू छ मेल बच्चाहरू एकतिर फिमेलहरू छ अनि अलग्गै छुट्याएर राख्ने आमाहरूसँग। त्यसको पनि रिजन के भनेको जस्तो केही कारणवश एक्सिडेन्टली बच्चा मऱ्यो अब बच्चा लगाउने गरे भए त बच्चा नभए दुध दिँदैन त्यो रोक्नलाई चाहिँ त्यो सिचुएसन चाहिँ नआओस् भनेर पहिले नै अलग्गै राखिदिने यिनीहरूको मदरलिटी फिल चाहिँ नहोस् पहिलेदेखि। अनि आएर हाम्रो यो 3टा पार्टी चाहिँ के भैँसीहरूमा फेरि एकदम बढी माया गर्दो रहेछ बच्चा नभए दिँदै नदिने गाईहरू जस्तो नहुँदो रहेछ। अनि यिनीहरूलाई चाहिँ बच्चा लगाइरहेको छ 3टै पार्टी छ हामीसँग। अनि हाम्रो फार्मको एउटा विशेषता के छ अहिलेसम्म जति पनि ब्यायो हुन त धेरै भएको छ नि हिस्ट्री लङ छैन है 5 मन्थ हो तर सबैले फिमेल मात्र पाउने गरेको छ जुन चाहिँ नेपालको उमा चाहिँ एकदम राम्रो। अनि आएर हजुर ऊ त्यहाँ चाहिँ स्टोर रुम पनि हो त्यहाँ गाउँको भुसाहरू है यिनीहरूको दानाहरू स्टोर गर्ने 8-10वटा पाडा कलेक्सन गरेर राखिरहेको छौँ हामीले अलि राम्रो पाडा त्यो मासुको लागि आउँदो दसैँलाई टार्गेट गरेर राखेको। अनि यो चाहिँ बाछीहरू भइहाल्यो। अनि अरू हेर्न सक्नुहुन्छ यता चाहिँ भर्खर कन्स्ट्रक्सनमा नै छ यो चाहिँ नयाँ कोर्ट बनेर हाम्रो बिस्तारै अब यो बढाउने प्रोसेसमा छौँ हामी। अनि रिसेन्टली हामीलाई चाहिँ सरकारी अनुदानमा प्राप्त चाहिँ यो कटिङ मेसिन हो चप कटर भन्ने गर्छ यसलाई चाहिँ। मार्केट भ्यालु चाहिँ यसको 60,000 to 70,000 रहेछ यसो बुझ्दाखेरि। यो चाहिँ अहिले गभर्मेन्ट जिल्ला पशु सेवा कार्यालयले चाहिँ हामीलाई उपलब्ध गराएको अनुदानमा। अनि घाँस चाहिँ एकदम राम्रो काट्ने यसले मसिनो फास्ट एकदम राम्रो छ यो मेसिन चाहिँ। अनि यो हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो स्ट्यान्ड हो पानी ट्याङ्कीको लागि अन्डर कन्स्ट्रक्सनमै छ। अब माथि चाहिँ रुफ राखेर अनि यो तल देखिरहेको 2टा ट्याङ्की माथि सिफ्ट गर्ने यो भयो भने अलि हाइट भयो भने चाहिँ थला चाहिँ सफा गर्न सजिलो। अनि अर्को कुरा चाहिँ यो थला सफा हाइट भयो भने सजिलो हुन्छ। अनि हामीले चाहिँ ब्रिक युज गरेको छ अन्त चाहिँ कन्स्ट्रक्सन गर्दाखेरि चाहिँ सिमेन्ट युज गरिरहेको छ हामीले चाहिँ सिमेन्टमाथि ब्रिक। यसको खास हामीले सोचेको के भन्दाखेरि जाडो महिनामा अरू बेला त त्यति खासै फरक पर्दैन जाडोमा चाहिँ सिमेन्ट चिसोको चिसै रहने अनि गाईहरूलाई भैँसीहरूलाई एकदम प्रब्लम हुने यो इँटा चाहिँ न्यानो हुने त्यो भएर चाहिँ इँटा बढी युज गरेर अलि कस्टली गयो जस राम्रो छ यो चाहिँ। गोठ पनि हेरिहाल्नुभयो आधुनिक तरिकाले गर्न खोजेको हो भइरहेछ नै भेन्टिलेसन सिस्टम। अनि अब हामीले यो पौरखी फार्ममा चाहिँ हामीले उत्पादन गरेको तरकारीहरूको यहाँ सबै आज टिपन टापन कार्यक्रम हो। यो टिपन टापनमा चाहिँ आज हामीले चाहिँ यो लौका र खिरौला टिपेको हो र आजको यो लौका टिपेकोमा जम्मा 4 बोरा लौका छ र खिरौलामा चाहिँ 1 बोरा खिरौला छ। यो 2 बोरा हो 2 बोरा खिरौला छ र यो तरकारी चाहिँ यहाँ नारायणघाटको मन्डीमा अब हामीले पठाउन लागेको हो र यो नारायणघाटको मन्दिरमा पठाइसकेपछि यो हामीले आज पठाउँछौँ र यसको मूल्य के कति हो त्यो भोलि हामीलाई त्यसको विवरण आउँछ। र अहिले यो यति जुन तरकारी छ यो तरकारीहरू चाहिँ हामी यो गाडीमा लोड गरेर पठाउन लागिरहेछौँ। भित्र दाग बस्छ नि अङ्कल
हाम्रो यस कम्पनीको अबको दिनहरूमा गर्ने कार्यक्रम भनेको हामीले कृषि क्षेत्रलाई अगाडि बढाउने र दुग्धजन्य दुधबाट उत्पादित पदार्थहरू दही घिउ लगायतका चिजहरूलाई हामीले बजारीकरण गर्ने उद्देश्य लिएर हामी अगाडि बढिरहेका छौँ। हाम्रो फार्ममा उत्पादन भएको बङ्गुर, बाख्रा, कुखुरा, खसी, राँगाहरूलाई पनि हामीले सोझै ग्राहक कहाँ पुर्याउने लक्ष्य राखेर हामीले मिट सप पनि हामीले खोलिसकेका छौँ र म लगायत यस पौरखी इन्भेस्टमेन्ट प्रणालीमा संलग्न सबैजना दिदीबहिनी दाजुभाइहरूको एउटै उद्देश्य छ। त्यो उद्देश्य भनेको के हो भन्दाखेरि हामीले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू जो विदेशमा बसेर काम गरिरहनु भएको छ, जो विदेशबाट फर्केर आउनुभएको छ, उहाँहरूलाई हामीले यो देशमा नै रोजगारी भएर आफ्नो देशको चाहिँ कृषि क्षेत्रलाई अगाडि बढाउन र देशको विकासमा पनि हामीले सानो टेवा दिन सक्यौँ भने अब आउने भावी हाम्रा पुस्ताहरू, हाम्रा छोरा नातिहरूले फेरि हामीले जस्तै विदेशमा गएर दुःख गर्न नपरोस्, हाम्रै देशमा उनीहरूले रोजगारी पाउन्, हाम्रै देशमा उनीहरूले उत्पादन गरेको चिज सामानहरू विदेशसम्म चाहिँ बेच्न सक्ने उहाँहरू उनीहरूले चाहिँ त्यस्तो किसिमको अवस्थाको सृजना गर्न सकुन् भन्ने उद्देश्यले हामी यो समूहले हामीले कृषिको क्षेत्रमा हामी अगाडि बढिरहेका छौँ। हामीलाई हौसला दिने, हामीलाई यस क्षेत्रमा हौसला दिने हाम्रा मित्रहरू, हाम्रा सहयोगी साथीहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।